हेलो नमस्ते सम्पूर्ण आदरणीय सृजन सरगम राई युट्युब च्यानल हेरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरुमा सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै फेरि पनि यो मेरो च्यानल मार्फत चाहिँ ब्लगमा आइसकेको छु। अहिले चाहिँ हामी यो नयाँ पार्टीको यो डाँडा गडोलबाट चाहिँ म भिडियो सुरु गर्न गइरहेको छु। अनि अहिले चाहिँ हामी यो गडोलबाट माथि यो सुन्दरी जल छेउको यो खम्बे डाँडासम्म को यात्रामा लागिरहेका छौं। अनि अघि चाहिँ पानी परेको हुनाले अब पानी रहिकन पनि हामी चाहिँ अब हाम्रो यात्रालाई अगाडि बढाइरहेका छौं। हामी चाहिँ यो पल्लो डाँडामा गएर चाहिँ अनि त्यहाँ जानको लागि चाहिँ गइरहेका छौं, हिँडिरहेका छौं। अनि यो चाहिँ हाम्रो टोलीहरु यता हुनुहुन्छ, हाम्रो दिदी भान्जी नाति म तपाईहरुलाई स्वागत गर्छु। भान्जी तपाईहरुलाई नि स्वागत गर्छु है। ल यता हेर्नु न, यता हाम्रो चाहिँ सबै सृजन सरगम राई च्यानलमा स्वागत छ सबैलाई। ह्यापी न्यू इयर नाति, ह्यापी न्यू इयर। हामी कता हिँडेको नाति? नातिलाई उता नाति हो, यहाँ नाति हो। ह्यापी न्यू इयर भन्नु। ओहो तले सु। अनि अघि नै दुईचोटि इन्द्रले माथिबाट धोका दिइसक्यो। अनि त्यसपछि अनि यो हाम्रो प्रकृतिले चाहिँ अब अलिकति धोका दिए पनि पानी परेर पनि हामी एकछिन चाहिँ यो माथिको डाँडासम्म जाउँ भनेर हिँडेको। अनि हाम्रो बुवाहरू चाहिँ माथि पुगिसक्नु भयो। अनि अगाडि हाम्रो यात्रा चाहिँ यसरी अगाडि बढ्दैछ। अनि त्यो पल्लो गोकर्णेश्वरको डाँडा भयो यो तारेभिर। अनि हामी जानुपर्ने चाहिँ यता हो। अनि म चाहिँ सृजन सरगम। सबैलाई स्वागत फेरि पनि है। अनि अहिले चाहिँ यता गडोल जतिले पनि मेरो युट्युब च्यानल हेर्नुभयो सबैलाई धन्यवाद। अनि अब यो आउने भिडियोलाई पनि लाइक गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। अनि 81 सालबाट सुरु गरेको च्यानल 55 पुग्दै हुनुहुन्छ। 82 मा त भन्दा डबल त्रिबल सब्स्क्राइब गरिदिनु होला। अनि यो च्यानलमा अघि मैले एउटा गीत हालेको थिएँ, त्यसलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु। अनि अहिले चाहिँ पानी परेर एकदमै मौसम खुलिरहेछ। अनि त्यही कारणले चाहिँ हामी सबै हाम्रो आफन्तजन परिवारहरुसँग हामी सम्झना स्वरूप यहाँ माथि कति पुस्ता म त जान्दिन, 3 पुस्ता हामी साँच्चै यो नातिहरुसँग 4 पुस्ता हामी 4 पुस्ते परिवार चाहिँ अब यो पल्लो डाँडामा जाने भनेर चाहिँ हामी घरबाट निस्किरहेको छौं है। नाति त हेर्नु ल हाम्रो नाति सायन राई, हाम्रो भविष्यको कर्णधार यता हुनुहुन्छ। माथि जाँदै हुनुहुन्छ हाम्रो अघिल्लो पुस्ताहरू चाहिँ पुस्ता म अहिले चाहिँ अलिक बाटो अलिक अप्ठ्यारो छ। भरे म उता माथि पुगेपछि देखाउने छु है त। यो चाहिँ यता एकदमै खेतीयोग्य जमिनमा चाहिँ उहाँहरूले परिश्रम गराएर गहुँ जौ यता फलाउनु भएको छ।
एकदमै स्वच्छ वातावरणमा देखाम हाम्रो दिदीहरू उहाँ हुनुहुन्छ। हाम्रो बुवा मम्मी दिदी जाँदै हुनुहुन्छ यता। अनि हाम्रो चामलिङ सुरेश सर पनि अगाडि हुनुहुन्छ। अब यहाँबाट चाहिँ हामी यो खेतको डिल जान्छौँ। देख सकते हो गाइज। हामी क्रमशः अगाडि बढ्ने क्रममा छौँ। है हामी चाहिँ अनि माथि हामी चाहिँ खम्बे डाँडा भन्ने ठाउँमा गएर चाहिँ अब एकछिन साधारण भलाकुसारी गरेर चाहिँ त्यहाँबाट फर्किनेछौँ भनेर भन्न चाहन्छु। अनि अहिले चाहिँ हामी नयाँ पार्टीको गडोलबाट अलिक ओर आएर यो ठाउँमा आएको छौँ। यो चाहिँ तल चाहिँ कबडल अनि यो चाहिँ खास के हो थाहा छैन। अनि निर्माण हुने उमै छ क्रममै। अनि यता हुनुहुन्छ। अनि भरे म हाम्रो परिवार आफन्तहरूसँग फेरि पनि भेटाउने छु। उता अगाडि जाँदै हुनुहुन्छ। अनि हामी चाहिँ अहिले यहाँ 6 जना यता जाँदैछौँ। अनि यो चाहिँ एउटा निर्माण भइरहेको एउटा के हो खै ठ्याक्कै थाहा भएन। अनि त्यस्तै छ। हजुर के भन्न खोज्दै हुनुहुन्थ्यो के? अनि यहाँ चाहिँ राम जानकी आधारभूत विद्यालय रहेको छ। यहाँ यो चाहिँ राम जानकी मन्दिर स्कुल प्राथमिक विद्यालय आधारभूत विद्यालय यो चाहिँ रहेको छ भने यता हाम्रो घना जङ्गल पनि रहेको छ माथि। अनि यहाँबाट चाहिँ हामी यो माथिको यो उकालो निस्केर माथिको डाँडामा निस्केर चाहिँ बस्ने हो खाने हो। अनि त्यो हेर्दै गर्नु होला। सबै तपाईहरुको सम्पूर्णको अब 81 सालमा अधुरो रहेको सबै सपनाहरू कामनाहरू पुरा होस्। नयाँ सालसँगै नयाँ उमङ्ग जोस जाँगर साथ अगाडि बढ्नु होला भन्न चाहन्छु। अनि यताको प्रकृतिले चाहिँ अहिले यो पानी परेपछि चाहिँ एकदमै हरियो बसन्तको आगमनसँगै एकदमै हरियाली ए निसाची अनि हामीलाई त अनि अहिले चाहिँ हामी त्यो तल यो राम जानकी आधारभूत विद्यालयको त्यो गैरा खोल्साबाट चाहिँ उकालो निस्केर यता हामी लागिरहेका छौँ। हाम्रो बुवा तल आउँदै हुनुहुन्छ। अनि हामी यता यो चाहिँ एकदमै यो हावा खानलाई एउटा गर्मी छल्नको लागि एकदमै उपयुक्त ठाउँ मान्न सकिन्छ यसलाई चाहिँ। अनि त्यस्तै हो।
रातिको रमाइ हामी चाहिँ अब हाम्रो लोकेसनमा पुग्न लाग्यो अनि भर्खर नयाँ वर्षको शुभकामना सबैलाई है फर्किसक्नु भयो अनि अरू शुभकामना छ है नयाँ वर्षको हस् हस् कि कता टाढो पुग्नु त्यही त अरू चाहिँ फर्किसक्नु भएछ ल नयाँ वर्षको शुभकामना है सबैलाई है हस् धन्यवाद अनि हामी चाहिँ भर्खर हाम्रो के जाति अरे डेस्टिनेसन हाम्रो डेस्टिनेसनमा पुग्न आँटेछौँ अनि अब त्यहाँ माथि गएर हामीले के गर्छौँ के खान्छौँ पिउँछौँ अब त्यो म देखाउने छु अनि त्यसपछि चाहिँ हामी फर्किने अनि अब हामी चाहिँ पुग्यौँ लगभग यो माथिको यो हाम्रो अघिल्लो हाम्रो मम्मी अनि हाम्रो सुरेश सरहरू उहाँ पुगिसक्नु भयो हामी चाहिँ यता छौँ अनि एकदमै अहिले यो पानी परेपछिको मौसम चाहिँ एकदमै राम्रो छ यो यहाँबाट माथि गएपछि चाहिँ उता यो तारेभिरसम्म पनि पुग्न सकिन्छ अनि यता अनि यता अन्य साथीभाइहरू पनि आउनु भएको छ यता अनि यता हाम्रो नाति ह्याप्पी न्यू इयर च्यानल टुमाई वेलकम दिदी हाम्रो दिदी पनि आउनु भएको छ स्वागत छ नयाँ वर्षको शुभकामना सबैलाई है अनि अहिले चाहिँ हामी यो हाम्रो अनि हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ अनि हाम्रो उता पनि हुनुहुन्छ अनि उता पनि हुनुहुन्छ सबै यो चाहिँ हामीले भनेको आउन लागेको डाँडामा आइसक्यो माथि अनि म यता उकालोमा चाहिँ अब अलिकति गर्मी भइसक्यो डान्स हुन्छ यहाँ अप्पै रमाइलो हुन्छ ह्याप्पी न्यू इयर हाम्रो सुरेश चामलिङ सर हुनुहुन्छ यता यता हामी हाम्रो टोली चाहिँ यता छौँ अनि यो चाहिँ माथि तारेभिरको दृश्यसँगै हामी चाहिँ अलिक ठुलो बनाउनु अनि यो यता चाहिँ यो आर्मी ब्यारेकसँगै उता सुन्दरी जल उता मूल खर्क अनि त्यसपछि ल भयो बोर्डिङमा पढायो होइन क्या अनि अब चाहिँ हामी यस्तै किसिमको रमाइलो गरेर चाहिँ फर्किनु पर्ने हुन्छ भरे ल हेर्दै गर्नु होला ह्याप्पी न्यू इयर हामी चाहिँ यो तल यो डाँडा योबाट आएर अनि यहाँ तल्लोको उकालो निस्केर चाहिँ यहाँ आएको छौँ है त
अनि यहाँ आएर चाहिँ हामी अब बसिरहेछौँ भनौँ। अनि यस्तो छ दृश्य देख्न सक्नुहुन्छ। खिच्दै हुनुहुन्छ हाम्रो सुरेश सर। फेरि पनि ह्याप्पी न्यु इयर। 2082 सालको मङ्गलमय शुभकामना। हजुर हजुर। हाम्रो यता तयारी भइरहेको छ बस्ने। अब अघि मैले भने जस्तै अनि घरमा चाहिँ अब घरबाट यहाँ सम्झना स्वरूप चाहिँ अब सम्झनाको लागि यहाँ आएर अब हाम्रो सजु मेरो भान्जी पनि यता छ। भान्जी 3जना दिदी। हो यही पनि लाउनु न। अनि अहिले चाहिँ हामी हाम्रो डेस्टिनेसनमा आएर चाहिँ यहाँ अघि मतलब गन्तव्य भन्न खोजेको गन्तव्यमा आयो पनि हाम्रो चाहिँ अहिले यो खाजा खाने कार्यक्रम भइरहेको छ। ड्राइभिङ अस्ति म कसो भन्दै थिएँ सुक्खा हाम्रो सुक्खा वनभोज नेपालीबाट भनेको होइन सुक्खा पिकनिक ड्राई पिकनिक आएको। अनि अब अनि यता हाम्रो भान्से गर्दै हुनुहुन्छ। अनि हाम्रो भान्जी त हुनुहुन्छ अर्को भान्जी नाति है हाम्रो दिदी। आज चाहिँ तपाईँलाई कस्तो लागिरहेछ दिदी? अघि पानी परेर पनि फेरि आउनु पर्छ चाहिँ पानी पराउनु भन्दाखेरि आयौँ राम्रो लाग्यो। यहाँ हाम्रो सजु तपाईँलाई चाहिँ कस्तो लागिरहेछ? नयाँ वर्षको जोस जाँगर के आइरहेछ? 82 सालको उपलक्ष्यमा यहाँ हामी हाम्रो सुरेश सर हुनुहुन्छ उता, हाम्रो बुवा हाम्रो सुजाताजी यता हुनुहुन्छ, हाम्रो भान्जी दिदी अनि हाम्रो विदेशमा रहनु भएको दाजुहरूलाई पनि धेरै सम्झना सबैलाई भन्दै अब यस्तो अब हाम्रो चाहिँ अब पार्टी सुरु हुनु आँटेको छ। अब हाम्रो चाहिँ अब यहाँ यो पनि के अरे यहाँ यो पनि उता नामलाई चाहिँ उता पास गरिदिन्छ काम पनि गर्ने गाइड तपाईहरु पनि गर्नुस् अब हाम्रो चाहिँ भन्नुहुन्छ भने कति यसलाई चाहिँ अलिकति दिमाग सफा अनि अब हामी चाहिँ घरमै नखाएर किन यहाँ ल्यायौँ त भन्दै अनि हाम्रो चाहिँ यता खम्बे डाँडा ल सुरु 1 2 3 ल है अलिक ठ्वाक गाज निस्किने गरी ठोकाउनु त फिस निस्किने गरी ठ्वास बज्ने गरी ल ल ल अब चाहिँ हामी निरन्तर अब चाहिँ हामी निरन्तर चल्ने छ। अब एकछिन चाहिँ अब ल हाम्रो सुरु भइसकेको छ हाम्रो अब
यहाँ छ चम्ची हेर्दै गर्नु होला चिन्दै नगर्नु न यसले। तिमीले घुट्टो घुट्टो थुक निलेर बस्छ भने जस्तो ह्याप्पी न्यू इयर सजिना पनि त ह्याप्पी न्यू इयर ल अब सुरु अनि यो चाहिँ हामीले आफ्नै अर्ग्यानिक प्रकृतिलाई तरकारी टन्नै छ है यहाँ तपाईँ के खाने पानी बल्यो हाम्रो चाहिँ यता तपाईँलाई अरे माछा र बाजालाई एक कुरा अरे नाति यता हाल्नु कान्छा फेरि अलि थप पनि ए कान्छा हाल्नु पर्यो जस गर्दिन सानो यहाँ लिनुपर्छ तर यता त म कस्तो हुँदैछ दिदी मिठो हुँदैछ घरको भन्दा मिठो हुँदैछ कति मिठो नि कति मिठो नि हाम्रो चाहिँ अब यहाँ अब चम्चीले आफ्नै अर्ग्यानिक चम्चीले चाहिँ साह्रो मिठो भएछ क्या है यो पानी हैन यो त खानेकुरा यहाँ कता कताले उब्रिगयो साइला खुइ है साइला खुइ हाम्रो चाहिँ परिकारहरू 84 व्यञ्जनले कतिवटा व्यञ्जन पो भन्नुहुँदै थियो हाम्रो यता हाम्रो 87 हाम्रो अब फेरि पनि ह्याप्पी न्यू इयर सबैलाई हामी चाहिँ यहाँ खम्बे डाँडामा आएर फरक फरक स्वाद लिइरहेछौँ हावाले लगिदिन्छ कि हो अनि तँ अफ गर्नु लाग्यो होइन बेबीलाई एक दुई ल भयो निको भयो निको भयो खाने हो झोकी झोकी गर्दैछ ए लड्छ फेरि अघि 18 भएको थियो होइन अघि 18 चोटि भएको थियो अनि अहिले चाहिँ हामी यता खाजा साजा खाइकन यो चाहिँ तल हाम्रो फर्म मतलब कुखुराहरूको लागि चाहिँ यो सोथर अनि गर्दै हुनुहुन्छ सर सुरेश सर अनि तपाईँ यति एक्लै बोक्नुहुन्छ चारजना भरिया लिएको छु चारजना भरियामा दुईजना चाहिँ अलिकति पोक्ने खाले नै छन् दुईजना चाहिँ अलि लुते लुते छन् हेरौँ सर सकेनन् भने म छँदैछु ल यो चाहिँ खास के को लागि हो सर मतलब के को लागि सोर्दै हुनुहुन्छ वस्तु भाउ पालिएको छ सर हजुर यसो दुईटा पाडा छन् यसो एउटा राँगा छ अनि दुईटा तिनटा राँगालाई पुग्छ त यतिले छ हजुर 4-5वटा भारी गइसक्यो हजुर ए गइसक्यो अघि पठाइसक्नु भयो पठाइसक्यो हजुर ए ल धन्यवाद अनि अब चाहिँ हामी के फर्किने हो सर हजुर हजुर अब चाहिँ हामी खम्बे डाँडाबाट चाहिँ अब खाजा साजा खायो अरे नयाँ वर्ष मनाएर फर्किने क्रममा छौँ बाजे गाडी गाडी पर्ला अनि अहिले यो चाहिँ हाम्रो यो अनि धेरै हुन्छ कुखुराले बनाउँदैन भन्दा नि हाम्रो 4वटा नागा हो नि त अनि हाम्रो चाहिँ 4वटा नागालाई राँगाहरूलाई त चाहि नै हाल्छ 5 भारी गइसक्यो उता 5 लट गइसक्यो अब यो चाहिँ हाम्रो यो अर्गानिक यहाँ तलतिर चाहिँ फार्म खोलेका छौँ योसँग चाहिँ कति यो 6 ठाउँ हो कि 7 ठाउँ यहाँ यो चाहिँ 6 ठाउँ हजुर अब यो 6 ठाउँ लगेर चाहिँ हामी अब आजको हामी शनिबार नयाँ पार्टीमा लगेर चाहिँ जानु लागेको छौँ अन्ना त भयो यसलाई हाम्रो नयाँ वर्षको अवसरमा चाहिँ अब यसलाई बाँधेर हामी जानेछौँ ल है यसलाई बाँधेर अनि ल यस्तो यसरी होइन त्यो त म बोकिहाल्छु नि हामीले 5 भारी चाहिँ उता पठाइसकेका छौँ अब यसो सानो भारी हो गाई 6 ठाउँ भारी चाहिँ अब लाने हाम्रो यता यो त यसो हामी आफै किन कामदारलाई मात्रै दुःख दिने भनेर हजुर हजुर यसो देखाइदिएको हाम्रो सुरेश सर र हाम्रो के हो म्याम हाम्रो सुरेश सरले बनाउँदै हुनुहुन्छ अनि यसपछि
हाम्रो चाहिँ अब नयाँ वर्ष यसरी नै बितिरहेछ। तपाईँहरूले कस्तो बिताउनु भयो अब कमेन्ट गर्नु होला। अनि यसलाई यसरी अब यसरी राम्रो बनाउने होइन क्लोज गरेर चाहिँ होइन गाँठे बनाउनु हौ। मतलब यो त त्यतिकै एकै हातले पनि सक्यो। अब के त हामीले नयाँ वर्ष मनायौँ त होला होइन होइन मम्मी। अनि तपाईँलाई चाहिँ अब 2082 सालको नयाँ वर्ष यहाँ खम्बे डाँडामा आएर मनाउँदा कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो खुसी लागिरहेछ। अनि तपाईँहरू चाहिँ आफ्नो छोराले यति प्रगति गरेको मतलब छोराको युट्युब च्यानल हेर्ने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै हेरिदिनु होला हाम्रो सुजन सरगम राईको। 55 छ 56 बनाउनु होला भन्नु। अब कति छ त्यो त थाहा छैन। अब सबैले हेरिदिनु होला भन्न चाहन्छु। अस्ति भनेस् त 1K होइन 100 भए पुग्छ अहिले। अनि हाम्रो भान्जी चाहिँ यता अब हामी चाहिँ यो सकेर अब मतलब अब नयाँ वर्ष मनाइकन तपाईँ नयाँ कन्टेन्ट अब हाम्रो दिदी हाम्रो दिलु दिदी अन्त हुनुहुन्छ। डी चाहिँ आशा मुङ त नि उषा चाहिँ बुवा तपाईँलाई कस्तो लागिरहेछ नयाँ वर्ष? एकदम ओके छ। तपाईँलाई हाम्रो बुवालाई पनि शुभकामना नयाँ वर्षको। ओके हेप्पी न्यू इयर। हाम्रो देश विदेशमा रहनुभएको दाजुभाइहरूले हेर्दै हुनुहुन्छ तपाईँलाई है। अनि के भन्न चाहनुहुन्छ? हेप्पी न्यू इयर। शुभकामना। एकदम रमाइलो घमाइलो छ। हजुर अब हामी लागेको मेरो सिद्धियो। अब के त सुरेश सर अब लाग्ने सर अब के गर्नु होइन। हेलो अहिले चाहिँ हामी अनि यो खम्बे डाँडामा चाहिँ आएर ह्याप्पी न्यू इयर नयाँ वर्ष मनाइकर पनि फर्किनु लागेको छौँ। अनि हाम्रो नम्रता भान्जी हुनुहुन्छ। तपाईँलाई पनि ह्याप्पी न्यू इयर फेरि पनि। हजुर हो त नम्रता राई। हजुरलाई चाहिँ अब सुजन सरगम राईको मतलब 2082 सालको नयाँ वर्ष कस्तो लाग्यो तपाईँहरूलाई? सुजन सरगम राई च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला है। हामी चाहिँ अब अर्कोचोटि बस्दाखेरि राम्रोसँग नाचगान गरौँला। अघि हामीले चाहिँ पाँच भारी पठाइसक्यौँ। अब हिँड्यो ल गाइजहरू है ल है। अनि हामी चाहिँ अब 2082 साललाई चाहिँ अनि अहिले चाहिँ हामी नयाँ वर्ष मनाएर पनि अब फर्किन लागेको छौँ। सबैले सब्सक्राइब गरिदिनु होला सुजन सरगम राई च्यानललाई है। अनि त्यति भन्दै आजलाई बाई बाई। सबै सुखी रहनु होला खुसी रहनु होला।